हुन्छ। त्यसपछि यो चाहिँ सेकेन्डमा पर्छ, यो चाहिँ 1,25,000 उनीहरूले हो। अब यहाँ ल्याउने गरेर 5,000 रुपियाँ खर्च गर्दाखेरि 30 भेट्न यसलाई गयो, 1,30,000, यसलाई 1,35,000 यसलाई भेट्न गयो। अरू भनेको चाहिँ 60 महँगो गइदिन, अरू 70-80,000 अलिकति आफ्नो यो विगतको कहानी सुनाइदिनुहोस् त, कसरी यो गाई सुरुदेखि तपाईँले आइपुग्नु भयो? परिचयदेखि सबै जे छ त्यो सर भन्नु। मेरो नाम चाहिँ बमबहादुर थापा हो होइन। म विगतमा चाहिँ पहिले चाहिँ मलेसियातिर बसेँ। मलेसियातिर बस्ने बेला चाहिँ ट्रकहरू किन्ने, त्यो बाटो घाटा खाएँ, ट्र्याक्टर चलाएँ, त्यो बाटो घाटा खाएँ। त्यसपछि चाहिँ अब सबै चाहिँ ट्र्याक्टर गाडी भनेको अर्को घरमा चलाउनु पर्ने, ड्राइभरहरू राख्नुपर्ने। म आफूले चाहिँ गर्न सक्ने चिज गर्छु भनेर चाहिँ यसमा चाहिँ म काम गर्न सुरु गरेँ। सुरु गर्दाखेरि 2टा चाहिँ मैले काम गरेँ सर। अब गर्दै गर्दै जाँदाखेरि अहिले चाहिँ मेरो गाउँमा साना ठुला गरेर 17-18वटा नै छन्। तर अब दुध दिने गाई भनेको मेरो 7वटा छन्। 3वटा बाछीहरू चाहिँ तयार भइसकेका छन्। कति सालबाट यो सुरु गर्नुभएको? मैले 76 सालबाट चाहिँ ऊ गरेर पहिले नै चाहिँ पम्प दर्ता गरेँ र यसमा चाहिँ अलिकति वडा अध्यक्षले मलाई सपोर्ट गर्नुभयो। म चाहिँ गएको थिएँ चाहिँ फर्म दर्ता गर्ने भनेर। त्यतिखेर मेरो गाई चाहिँ 3वटा मात्रै थियो। अनि उहाँले भन्नुभयो मैले फर्म दर्ता गर्ने भनेको हुन्छ कि हुँदैन भन्नुभयो। उहाँले भने फेरि विदेश जाने कि जानेन, विदेश जाने भए मसँग यो कुरा सुनाउनुहोस्। विदेश नजाने भए अहिले चाहिँ 3वटा बिहा हो भने त 6वटा हुन्छ, 5वटा भए त फर्म दर्ता गर्न पाइन्छ भनेर उहाँले त्यो गरी सपोर्ट गर्नुभयो है वडा अध्यक्षले। त्यहाँबाट चाहिँ फेरि फर्म दर्ता गरेर मैले सुरु गरेँ, निरन्तर दिएँ। अहिले 5 वर्ष भइसक्यो। विदेशको 11 वर्षको लगानी होइन समय, त्यसपछि 76 सालको वैशाखतिर आएर यो गाई पालन सुरु गर्दै गर्दा कति लगानी भयो? जस्तै अब मेरो चाहिँ लगानी भनेको त अब विदेशको लगानी चाहिँ मैले अब गाडी घोडामा हालेँ, उतातिर घर घरै किने, विदेशको लगानी यसमा चाहिँ भएन होइन। अब यसमा चाहिँ मैले चाहिँ 1.5-2 लाखबाट चाहिँ सुरु गरेको छ। अनि सुरुवाती गर्दै गर्दा यो गाई पालन नै गर्नुपर्छ भन्ने कहाँबाट आयो? गाई पालन भने योभन्दा यस्तो हो, गाई भन्दा पहिले आज मैले बाख्रो पालेको यथार्थ हुन। बाख्रोलाई चाहिँ 6 महिना वर्ष दिन कुर्नुपर्ने। गाईले चाहिँ कस्तो देखियो भने चाहिँ आज ल्यायो भोलि आएर पैसा आउने कि पैसा खेलाउनु भयो भने दुध त बेचिन्छ, दुना गाई ल्यायो भने भोलि आएर पैसा आउँछ। त्यसरी चाहिँ मैले त्यो सोचेर यो गर्न लागेँ। गर्न लागिसकेपछि अब आफ्नो इन्कम पनि राम्रो हुँदै आयो। त्यस कारणले यसमा चाहिँ फोकस गरेर काम गरिरहेको छु। 2बाट सुरु गरेको 17-18वटा त गाई भइसके, दुना मात्रै 6-7वटा त छन्। अलि दैनिक कति छ दुध उत्पादन? अब 80 देखि माथि छ, 80-85, किनकि एभरेजमा सधैँभरि बराबर त दिँदैनन्। 80 भन्दा मुनि हुँदैन, 85 समथिङ चाहिँ त्यसको बिचमै रेसियो चलिरहेको छ। अब तपाईँको यस्तो हुन्छ कुनै बेला चाहिँ धेरै बेहुने गाईहरू छन् भने मेरो 60-65 भन्दा मुनि चाहिँ कहिले पनि जाँदैन। यो चाहिँ एकदमै के रेसियो, किनकि यिनीमा पनि तपाईँको चाहिँ 1, 2, 3, 4वटा गाई त ब्याउने छन्। 3-4 महिना भइसकेका छन् होइन, रोटेसन लाग्छ। त्यो कारणले 60-65 भन्दा मुनि जाँदैन। अब अहिले भनेको चाहिँ 80-85 हो। अब राम्रो हुँदाखेरि त्यसैको अन्तरमा चलिरहेको छ। दुध उत्पादन भयो। अब घोराई एकको यो अलिकति भूगोलले पनि अलि टाढा छ, एकान्त छ। यो ठाउँ किन रोज्नु भएको? यस्तो हो, पहिले त मैले चाहिँ रतनपुरमा पनि मैले जग्गा लिजमा ल्याएर चाहिँ गर्न खोजेको हो होइन। त्यसपछि ल्याएर चाहिँ कट्ट खोला चाहिँ पुलदेखि माथिपछि एउटा के रिजाल हो कि के भन्ने चाहिँ एउटा आइजिबी हुनुहुँदो रहेछ पहिले रिटायर भएको जग्गामा उहाँले दिनु भएन। अनि पानी खोज्दै आउने क्रममा चाहिँ यहाँ आइपुग्यो। किनकि गाईले चाहिँ दानामा मात्रै किसानले चाहिँ निर्भर भयो भने त्यो किसान चाहिँ घाटामा जान्छ। त्यही भएर चाहिँ हामीले चाहिँ जतिको घाँसमा फोकस गऱ्यौँ भने दानाको चाहिँ लगानी घटाउन सक्यो भने त्यहाँबाट चाहिँ हाम्रो फाइदा हुन्छ, इन्कम हुन्छ। यो ठाउँ तपाईँको केही पुर्खौली थलो पनि हो कि त्यस्तो केही? पुर्खौली पनि हो। त्यस कारणले चाहिँ अब एउटा चाहिँ सबैभन्दा चाहिँ फोकस चाहिँ मैले घाँसमै दिएको, किनकि यहाँ पनि चाहिँ मेरो जग्गाले मात्रै पुग्दैन होइन। अरूको जग्गा लिनुपर्छ भने त मैले उहाँ पनि चाहिँ लिन सक्थेँ, तर उहाँ चाहिँ पानी होइन, पानी नभएको चाहिँ आउँदाखेरि यहाँ। अनि यो व्यवसाय गरिरहँदाखेरि आफै घरकाले मात्रै गर्नु भएको छ कि के छ अहिले अवस्था? अहिले घरकाले मात्रै गरेको छु। कुनै 2-4 महिना चाहिँ भन्दा अगाडि चाहिँ बस्नु भएको थियो, 1-2 वर्ष बस्नु भयो। अनि त्यसपछि चाहिँ उहाँहरूले अब केही यस्तै हुन्छ होइन, जाने आउने भइरहेको छ। तर अहिले भनेको चाहिँ हामी घरकोले मात्रै चाहिँ जान्छ। किनभने 70-80 लिटर दिनमा दुध उत्पादन छ। अनि यो दुध कसरी कहाँ बजार के हो यसको? बजार चाहिँ मैले चाहिँ डाइरेक्ट चाहिँ डेरीमा दिन्छु। 2टा डेरीमा, साधना डेरी र चाहिँ हिमालय डेरी जान्छ। साधना डेरी चाहिँ ट्राफिक हुने चाहिँ ओली होटेल छेउमा छ, बिपी चोकमा चाहिँ हिमालय डेरी छ। यी 2टा डेरीमा चाहिँ दिन्छु मैले लगेर दिने मात्रै, अरू उहाँहरूले चाहिँ अब गर्नुहुन्छ। यो दुध उत्पादन भएर बजारमा बेच्दाखेरि त खालको सन्तुष्टि त होला, तर यसको दुःख चाहिँ दैनिक कसरी